गुड मर्निङ साथीहरू। मैले आज चाहिँ बस्ने रुम भन्दा बाहिरबाट भिडियो सुरु गरेको छु। आज तपाईँहरूलाई म सबै मैले काम गर्ने ठाउँ मेरो रेस्टुरेन्ट देखाउँछु। त्योदेखि बाहिर डाइनिङ किचन स्टोर सबै देखाउँछु। हाम्रो रुमको अगाडिपट्टि चाहिँ यस्तो भ्यू छ होइन। हामी चाहिँ यता बस्छौँ, यो ढोकाभित्र बस्छौँ। त्यहाँ यहाँ ढोका छ, यहाँ बस्छौँ। यहाँबाट चाहिँ हामी रेस्टुरेन्ट जानुपर्छ। जाउँ है त, यो भित्रबाट जाउँ। यस्तो छ भित्र हाम्रो। लाइट बन्द गर्नुपर्छ पहिला। जाने बाटो यस्तो छ, र जाने स्वाट गएपछि माथिबाट डाइनिङ आउँछ। तपाईँहरूलाई म सबै देखाउँछु होइन, सबै देखाउँछु के कस्तो छ। हेर्नुहोस् है त साथीहरू, हेर्नुहोस्। अब हाम्रो यहाँ छिर्ने ढोका छ। ढोकालाई चाहिँ यसरी हामीले तान्नुपर्छ। तान्ने यहाँ हेर्नुहोस्, यहाँ चाहिँ डाइनिङ यो टेबल भइहाल्यो। यो 19 नम्बर थियो, कता हो 19 नम्बर, यो 19 नम्बर टेबल भयो। यो चाहिँ टोइलेट, जेन्ट्स टोइलेट, लेडिज टोइलेट। यो चाहिँ काउन्टर हो, जुस दिने त्यो सेयरको लागि त्यो टेबल। त्यसरी टेबलहरू हेर्नुहोस्, डाइनिङ टेबलहरू यता बिचमा पनि छ। 13 नम्बर यहाँ रहेछ है, पल्लो 14 नम्बर सेयर नम्बर छ। 15 नम्बर यहाँ छ। 12 नम्बर लो छ, सोफा टक्क बसेर मजाले खाने। यसरी फेरि तल झर्नुपर्छ, तल झर्ने। मैले काम गर्ने रेस्टुरेन्ट हो, किनकि पहिला मैले दुबई पनि गरेँ 17 वर्षमा, फेरि कतार गएँ 12-13 वर्ष त्यता गरेँ। यो हाम्रो चाहिँ तलको डाइनिङ हल, तल डाइनिङ हल। यहाँबाट आउने ओपनिङ क्लोज छ, यो क्लोज छ। यहाँ चाबी छ, सट्टा खोला चाहिँ कस्टमर यहाँ बाहिरबाट आउनुहुन्छ सट्टैसँगले यहाँ बस्नुहुन्छ। टेबलहरू यिनीहरू हो, चट्टसँगले। यो चाहिँ काउन्टर, यता जुस सेक्सन हो। पैसा तिर्ने खाएपछि यहाँ आएर टक्क अर्डर पुरै अनलाइन सिस्टम हो। यस्तो छ, हेर्नुहोस्। भित्र किचन यस्तो छ, किचन चाहिँ यस्तो सरल किचन जस्तो छ। यता चाहिँ सलाद पानी पेप्सी, पानी राख्ने पेप्सी त बाहिर हो। यो चाहिँ फ्रिजर हो। यो मासु सेक्सन, चिकन सेक्सन, यो फिस सेक्सन, ब्रेडहरू आलु सेल यस्तो छ। यस्तो छ। अनि यता पनि छ रेडी बनाएर राख्ने चाहिँ यता पनि हो। यो चाहिँ मङ्गल हो, मङ्गल। यहाँ मासु पोलिन्छ, सेकुवा। यो फ्रिजर हो, मासुहरू हुन्छ, मासुहरू हुन्छ। यस्तै रेडी मासुहरू राख्नु हुन्छ यहाँ चाहिँ है त। यहाँ चाहिँ फतुरा आउँछ, यो चाहिँ हाम्रो फतुरा आउने भनेको कस्टमरले अर्डर गर्छ टेबलबाट, यहाँ आउँछ। यहाँबाट टक्क निकाल्ने, यहाँ राख्ने। यहाँ राखिसकेपछि यो टेबलमा राख्ने, यो टेबलमा राखेपछि यहाँ टक्क खानाहरू बन्छ यसरी। हेर्नुहोस् गाइज साथीहरू, हेर्नुहोस्। यता छ कोफ्ता मेसिनहरू, कोफ्ता बेल्ने मेसिन हो। यो मासु काट्ने, यो आरा हो मासु काट्ने। हाम्रो चेफ उहाँ आउनुहुन्छ, एउटा चेफ नाइट ड्युटी, मेरो जाँदा छुट्टी थियो। अब तपाईँहरूलाई म स्टोर देखाउँछु हाम्रो चाहिँ सिराज कलाको स्टोरलाई। यस्तो छ स्टोर पनि त चाहियो नि होइन साथीहरू। हेर्नुहोस्, यहाँ चिप्स राख्ने हो, यो चिप्स राख्ने। यता भयो, यता चाहिँ सलादहरू राख्ने, के अरे राख्ने, फ्रेस भेजिटेबलहरू राख्ने। यता भइहाल्यो यो स्टोर स्टोरको स्टोर चाहिँ चटक्क छ, सानो राम्रो वरिष्ठ खालको भन्नु पऱ्यो होइन। ठिक छ, सब वरिष्ठ छ। ल है त, के कस्तो लाग्छ अरू भिडियो चाहिएमा तपाईँहरूलाई फेरि म दिने नै छु। अहिलेलाई तपाईँहरूबाट बिदा हुन चाहन्छु। हस्त नमस्ते, तपाईँहरूको दिन सबैको शुभ रहोस्। बाई।